साथीहरु हामी चाहिँ माथि डाँडामा आइसक्यौं। घोडा छ हेर्नुस् यहाँ। यस्तो रहेछ घोडाहरु। अनि हामी चाहिँ जाँदैछौं माथि पुगिसकेको छौं। अन्त बाटो चाहिँ एकदम उकालो छ के। साथीहरु हजुरहरु पनि आउनु होला। हामी चाहिँ माथि टेम्के बजार जाँदैछौं। यस्तो छ के डाँडा उकालो। यस्तो उकालोमा हिँड्न सकिँदैन। यस्तो छ। तलबाट आएको हामी चाहिँ। यस्तो तलबाट आएको साथीहरु। अब हामी चाहिँ माथि डाँडा पुग्नु अझै छ माथि। जानु हुँदैछ मास्तिर। हेर्दै गर्नु होला। हामी चाहिँ माथि पुगेर अब बस्छौं। लु हामी चाहिँ माथि आइपुगिसकेको छौं है साथीहरु। यहाँ हिँड्दैछ नानी हिँड्दैछ दादा। लु उठाउ न हातमा। माथि आइपुगिसक्यौं। लु बोक्नु यस्तोमा। यस्तो छ बाटो। लडाउँछ है। नकुदी बिस्तारै हिँड न नानी। लु माथि जंगल आइपुग्यौं है हामी साथीहरु। जंगल खोइ त नि गुरासै छैन रहेछ है अहिले त। ल माथि आइपुगिसकेको छौं। गलेर हैरान भइसक्यो। गलेर भोक लागेर साथीहरु। यहाँ माथि त पानी आउँछ हैन। यस्तो गर्मी छैन। हिँड्दा त गर्मी भयो। हजुर यस्तो देखिन्छ साथीहरु। हामी चाहिँ अब जाँदैछौं। यसपालि त गुराँसहरु पनि फुलेन छ एउटा। अब यहाँ माथि पानीहरु हुन्छ। पानी खान्छौं। हेर्दै गर्नु होला है त साथीहरु। जाँदैछौं माथि पुगिसक्यौं है। अब धारा भएकोमा पुग्नु लाग्यौं। ऊ धारा ऊ आइपुगिसक्यो। ल गर्मी आमा। पानी त आउँदैछ क्यारा है। जेस यहाँ पानी लगाइदिएर त अलिक सहजै भयो। कति पोहोर त एउटै थिएन हौ मान्छे। पोहोरको साल त यसपालि त थुप्रै हिँड्यो यो बाटो। एउटा थिएन हामी जाँदा। ल चिन्डे हाम्रो दिवाको चाहिँ ऊ त्यो माथिको चाहिँ चिन्डे साथीहरु। यस्तो चिन्डे के हाम्रो 103 वर्ष बाँच्नु भएको दिवाको चौतारा पार्टी। अनि यहाँ चाहिँ पानी खाने हो। पानी खाने संजोग। बाजेको धारा पो त तेरो बाजेको धारा।
हामी चाहिँ पानी मुसा कतिको कलिन रहेछ माथि डाँडामा आइपुग्यौँ हामी डाँडामा आइपुग्यौँ यस्तो बाटो कसको घोडा हो त यो त ता भन्ज्याङको होइन र तलदेखि आयौँ यस्तो बाटो ल हिँड्नु न छिरा हैरान के झरो ए यहाँ मसँग छ ठिक छ डाँडा हजुर पुछे घोडामा जाने हो साना घोडामा जाऊ है ल हामी चाहिँ गोइरीमा आइपुग्यौँ ठ्याक्कै गोइरीमा तर पोहोरभन्दा यसपालि बजार लागेको छ है अलिक पोहोर थिएन नि पोहोर त नयाँ वर्ष महोत्सव भएर पनि नलागेको होला के माथि रूपाथुम्कीको भाइहरूले भए त्यसको जगरमै पक्रेर उतै माथि लगाइदिउँ न गइरामा अहिले कोन त त्यही भित्र थियो ऊ बोकिराख्छ अहिले छोड्छ नि है अटो आएको दुईटा हुन्थ्यो है पहिला त सीताले कि तल यो तल तलसम्म हुन्थ्यो है पहिला यहाँ यता तलसम्म होटल हुन्थ्यो हाम्रो पालोमा हेर्छ नानी अहिले त के रहेछ र है यति दुःख गरियो पहिले पहिले जिन्दगीमा त्यस्तो दुःखहरू सम्झिँदा त अहिले त मलाई त कथा कहानी हुन थाल्यो चिन्डे पोखरी पनि के भएछ अहिले त पानी नै छैन रहेछ यो त चिन्डे पोखरी ल हामी चाहिँ बल्ल 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 साथीहरू बल्ल आइपुग्यौँ बजार डाँडातिर जानुपर्ने हुन्छ माथि माथि डाँडामा त्यो माथि भ्यू टावर पनि भन्दै रहेछ ल हामी चाहिँ अब डाँडामै गएर भेटौँ है त साथीहरू जुम बनाउँदा हुन्छ ल हामी चाहिँ यहाँ माथि आइपुगिसक्यौँ टिम्केको डाँडामा ठ्याक्कै डाँडामा आएर चाहिँ यहाँ धामीहरू नाच्नु हुँदैछ यता चाहिँ अनि यस्तो बनिसकेछ भवन यता टावरहरू पनि बनिसकेछ कि साथीहरू यता चाहिँ टावर छ साथीहरू यस्तो तलबाट आएको कि यस्तो टाढो मन्दिरतिर
पर चाहिँ परेवा उडाउने ठाउँ यस्तो परेवाहरू उडाउने ठाउँ छ यस्तो छ। जो साथीहरू हामी चाहिँ यहाँ मन्दिर आइपुगिसकेको छौँ माथि टेम्के माथिमा। अनि यता चाहिँ भ्यू टावर बन्दै रहेछ यस्तो बनिसकेको छ कि अहिले चाहिँ। अनि यता पनि यस्तो बनिसकेको छ यो चाहिँ के बनेको मलाई थाहा भएन। अनि यहाँभित्र चाहिँ मन्दिर अनि यस्तो बनिसकेको छ कि त नानी यता हो नानी चाहिँ यहाँ छ। अनि नानी चाहिँ यता छ यो के बनिसकेको छ यस्तो भइसकेछ पोहोर त बनेकै थिएन कि। अनि हामी चाहिँ अब यहाँ आइसकेको छौँ अब एकछिन पुग्छौँ यो डाँडातिर घुम्छौँ अनि त्यसपछि चाहिँ फर्किन्छौँ तलतिर साथीहरू हेर्दै गर्नु होला। अनि उपर त पसिसकेछ त अघि आएको त्यो ऊहरू त यस्तो छ क्या भ्यू आजको कस्तो दामी आयो। यता चाहिँ धामीहरू आउँदैछ अब कता जानु हामी काकी कता जाने हो छिची बुनु त्यस्तो बोक्नु हुँदैन। नाच्दैछ यहाँ चाहिँ मन्दिरभित्र धामीहरू बसेर। नानी तो फाल्देऊ त लु लु जाउँ आइपुग्यौँ बोजू। अरू कति छिटो अनि आउनुभयो त नि। ल हामी चाहिँ अब यता डुब्दैछौँ यता जाउँ न नानी यता आउनुहुन्छ त्यहाँ सन्जोक आउनु अरे हौ काकी आउनु अरे भन्छु। ल हामी डुल्ने परतिर के गएर हेर्ने हस् परतिर। अब को हो त ल यताबाट जाने रहेछ क्या यो माथि भ्यू टावर चढ्ने चाहिँ यस्तोबाट जाने रहेछ यस्तो कता जानु त हिँड्नु न त नि। अनि दिदी उता मन्दिर पस्ने भन्दै थियो सम्झि नत्र तैँले केही खाएको छैन तैँले उतादेखि पस्नु यता जानु हामी चाहिँ अब यतापट्टि यता हेरौँ न एकचोटि घोडा यता चाहिँ घोडाहरू यता घोडा चढेको पनि पैसा हो क्या घोडा हो सोध्नु त आजभोलि त घोडा पनि चढेको पैसा भिडियो खिचेर मयुतिर त पर्छ होला नि यता। हामी चाहिँ जाँदैछौँ यस्तो के बनेको नि यस्तोहरू थुप्रो बनिसकेछ त यता त एकदम राम्रो छ यस्तो बाटोहरू दामी छ। यता चिमलहरू हिँड्नुहोस् ल हिँड्नुहोस् अब हामी जाँदैछौँ यता। यी हेर न यी चिमल हेर लालीगुँरासम्म कस्तो राम्रो फुल फुलेको रहेछ यस्तो फुल फुलेको रहेछ कि साथीहरू हेर्नुहोस् यस्तो पर चखिया त मजाले नदेखिँदो रहेछ हौ।
चिमलहरू पुरा कताको मेरो छोरी त त्यही फोटो देखिँदैछ। खिचेको थियो त त्यहाँ आउँदो रहेछ। यस्तो बनिसकेको छ। ल जाउँ यताबाट अब लु एक फोनको त्यो पस्ने अब लडिन्छ है नानी। यो नानी हिँड्दैछ। पर्दैनस् के साना लु लु अनि बोक्नु सकिन भने लु खान्छु बोकेको बोक्नु खाएको पो म त खाएँ लु यहाँ बोकेर सक्छस् भने अनि मैले खाएँ बोकेर हिँड्नु खोज नसक्नु यो जे होइन त्यहाँ के छ भने त्यो चटपटे भनेर अघिदेखि हेर्दै त क्या। त्यहाँभित्र पनि मान्छेहरू त पसिरहेछ त उता भित्र पनि त्यति त्यस्तो दुईवटा नानी के बोकेको त ला खाइस खाइस ठिक्क परो हामी यहाँ भर्खर बजार आइपुग्यो घोडा हेर त घोडा चटपटे हुन्छ बसेर खानुपर्छ घोडा बजारमा माथि डाँडामा घोडा जाउँ ओइ लु हिँड्नु यताबाट हिँड्नु घुमेर लु हिँड्नु हिँड्नु यतापट्टि लु लु साथीहरू हामी चाहिँ अब बजारबाट फर्किसक्यौँ एकछिन घुम्यौँ बस्यौँ अनि खाजासाजा खाएर चाहिँ फर्किसकेको छौँ अनि अहिले चाहिँ अब तल आइसक्यौँ के यहाँ तल आउँदैछौँ यस्तो बाटो हिँड्नुपर्छ खुट्टा दुखेर भन्नुहुन्छ भने साथीहरू यति महँगो थियो टेम्के बजारमा खानेकुराहरू बाफ्रे भन्नै नसकिने कि यहाँ हामी चाहिँ डाँडामा आइसकेको छौँ आज बजार भरि है साथीहरू रामनवमी चैते दसैँ अनि तल तल पुगिसक्नु भएको छ साथीहरू चाहिँ म चाहिँ आउँदैछु ओठ फुटेर कस्तो गाह्रो भइरहेछ कि ओठ फुटिरहेको छ अनि बोल्नु पनि गाह्रो भइरहेछ हिँड्दैछौँ अब जाँदैछौँ घर हामी अब आधी घन्टामा पुग्छौँ लगभग आधी घन्टामा हाम्रो चाहिँ घर तल तल पर्छ यता चाहिँ पाखाहरू यस्तो पाखाहरू छ जाँदैछु ल हामी चाहिँ अब साउबासको डाँडा आइपुगिसक्यौँ साथीहरू साउबासको डाँडा ठक्कसँगले अगाडि चाहिँ छ्यामाले बोकिरहेको छ नानी चाहिँ यहाँ हामी चाहिँ घर जान्छौँ हेर्दै गर्नु होला साथीहरू।